हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ ऋषिता युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। आज चाहिँ म धेरै पछि भ्लग स्टार्ट गर्दैछु, त्यही पनि मैले काम गर्ने ठाउँबाट। म चाहिँ काठमाडौँमा के गर्दैछु भन्ने हजुरहरूले चाहिँ सोचिराख्नु भएको छ होला। म चाहिँ जब गर्दैछु र जब गर्नलाई चाहिँ म जब गर्ने ठाउँ चाहिँ यो चाहिँ अपार्टमेन्ट हो। एउटा अपार्टमेन्ट चाहिँ म हजुरहरूलाई देखाउन चाहन्छु, कस्तो हुन्छ के हुन्छ भनेर चाहिँ म हजुरहरूलाई एउटा अपार्टमेन्ट देखाउन चाहन्छु। र हजुरहरूले पनि किन्न चाहनु भएको छ भने एउटा अपार्टमेन्टलाई किन्नुहोला। र हाम्रो अफिसमा चाहिँ सर म्यामहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ सम्पर्क गर्नुपर्ने हुन्छ। यो अपार्टमेन्ट चाहिँ म पुरै भिजिट गराउँछु। पुरै चाहिँ बनेको छैन, थोरै मात्र बनेको छ। म एउटा अपार्टमेन्ट मात्रै हजुरहरूलाई देखाउँछु कस्तो हुन्छ भनेर। म पनि फर्स्ट टाइम यो अपार्टमेन्ट हेर्दैछु र हजुरहरूलाई पनि देखाउनेवाला छु। पुरै भिजिट बनाउँछ है म चाहिँ अपार्टमेन्ट, तपाईँहरूलाई चाहिँ देखाउँछु। यो चाहिँ ढोका भइहाल्यो। म चाहिँ ढोकामा बसेर चाहिँ स्टार्ट गर्दैछु, हजुरहरूलाई चाहिँ वेलकम गर्दैछु। यता चाहिँ रहेको छ यो चाहिँ फ्लावर प्लान्ट फोटा। अनि यहाँनिर चाहिँ चाबीहरू राख्नु पऱ्यो भने चाबीहरू राख्ने। यहाँनिर चाहिँ यो गुडिया जस्तै वेलकम गरिरहेको छ। यो चाहिँ सामानहरू राख्नलाई यो चाहिँ ऐना भइहाल्यो। ऐना यहाँनिर चाहिँ जुत्ताहरू चप्पलहरू राख्नु पऱ्यो भने चाहिँ यहाँनिर राख्नुपर्छ। अनि चाहिँ यो चाहिँ रहेको छ फ्लावर। यो पनि यस्तै फ्लावर रहेको छ। अब चाहिँ म भित्र जान चाहन्छु। यहाँनिर पनि एउटा फ्लावर छ, मलाई चाहिँ कस्तो मनपर्छ। अनि यता हजुरहरूलाई म किचन देखाउँछु है। यो चाहिँ किचन भइहाल्यो। यहाँनिर चाहिँ फ्लावर, यो चाहिँ किचन। अनि यहाँनिर चाहिँ यस्तो भइहाल्यो। यस्तो छ किचन चाहिँ यस्तो छ। यहाँनिर सामानहरू राख्नलाई, यता पनि तल सामानहरू राख्नलाई छ है। यता पनि छ सामानहरू, दामी छ हो। यस्तै एउटा फ्ल्याट किन्न पर्दा हुन्थ्यो नि त। अनि यहाँनिर पनि फ्लावर भइसक्यो। अनि यो चाहिँ फ्रिज हो, त्यहाँनिर चाहिँ कोकहरू खानलाई गिलासहरू। यहाँनिर चाहिँ अन्त कति राम्रो, मलाई चाहिँ लास्टै मन पऱ्यो चाहिँ यो भइहाल्यो। अनि यो चाहिँ यो पनि त्यस्तै। यहाँनिर पनि फ्लावर, यहाँनिर पनि फ्लावर। यो चाहिँ खै मलाई थाहा छैन, तपाईँहरूले बुझ्नु होला आफै। यहाँनिर चाहिँ दुईवटा कुर्सी भइहाल्यो। यहाँनिर पनि फ्लावर, यहाँनिर पनि दुई जोडी। अनि यहाँनिर त्यहाँनिर चाहिँ त्यो, अनि त्यहाँनिर पनि फोटा यस्तो छ। यहाँनिर चाहिँ यस्तो छ। अनि यहाँनिर चाहिँ बसेर गफ गर्ने, चियाहरू खाने, खानाहरू खाने यस्तो रहेको छ। यहाँनिर मैले चाहिँ अलि भन्नुलाई चाहिँ राम्रोसँग भनिन होला। अनि राम्रोसँग चाहिँ भनिन होला, हजुरले चाहिँ बुझेर मिलाएर राम्रोसँग हेर्नु होला भन्न चाहन्छु। यहाँनिर यस्तो छ है। यसको नाम चाहिँ मलाई केही पनि थाहा भएन, हजुरलाई यताबाट देखाइदिन्छु ल। यही भइहाल्यो। अनि यहाँनिर चाहिँ अब चाहन्छु, यहाँनिर पनि फ्लावर। अनि यहाँनिर चाहिँ यो कलरवाला बत्ती। यहाँनिर चाहिँ सोफाहरू छ। यहाँनिर चाहिँ सोफाहरू बसेपछि यहाँनिर अगाडि त्यो गर्ने हुन्छ भनेर चाहिँ यस्तो छ। यो चाहिँ यहाँनिर चाहिँ यस्तो छ। यो चाहिँ दामी लाग्छ मलाई। अनि यहाँनिर चाहिँ यो चाहिँ सोको लागि, अनि फ्लावर जस्तै। अनि यहाँनिर चाहिँ यस्तो छ हो। यसलाई चाहिँ साह्रै मन पऱ्यो मलाई चाहिँ। यहाँनिर यस्तो छ टिभी भन्छ के भन्छ हो, मिलाएर बुझ्नु साथीहरू। यो चाहिँ यस्तो भयो। यहाँनिर चाहिँ यस्तो छ। अनि यहाँनिर चाहिँ यस्तो, यहाँनिर पनि अरू भइहाल्यो, सोफाहरू भइहाल्यो। यसरी चाहिँ मलाई लास्टै मन पऱ्यो। यो चाहिँ यस्तो छ, बाहिर पनि छ है कुर्सीहरू। त्यहाँनिर चाहिँ त्यस्तो भइहाल्यो। अनि त्यही हो गाइस। कस्तो लाग्छ हजुरलाई फ्लाइट चाहिँ? मलाई चाहिँ ओभर मन पऱ्यो फ्लाइट अपार्टमेन्ट हो। अनि यहाँनिर चाहिँ कुर्सीहरू हजुरलाई अघि देखाएको। यहाँनिर चाहिँ गजबको, यो चाहिँ कस्तो राम्रो छ हो। अनि दामी। अनि यहाँनिर चाहिँ यस्तो छ। अनि यहाँनिर चाहिँ बस्नुलाई चाहिँ यता रुम के अरे सुत्नलाई जाने ठाउँतिर चाहिँ यस्तो चाहिँ वेलकम होला यस्तो छ। अनि यहाँनिर चाहिँ फ्लावर, यहाँनिर यस्तो छ। अनि यहाँनिर चाहिँ यस्तो छ। फेरि पनि ऐना देखियो। ऐना चाहिँ देखिन मन लाग्छ मलाई। फेरि ऐना देखियो।
हजुरलाई चाहिँ वासरुम देखाउन चाहन्छु। वासरुम चाहिँ यो हो। वासरुम पनि के देखाउनु यहाँनिर चाहिँ यस्तो चाहिँ यहाँ पनि होइन, यो चाहिँ टावेल। हजुरले चाहिँ देखिरहेको छु, दामी छ, दामी। अनि यता चाहिँ होइन। हजुरलाई चाहिँ म फर्स्ट ऊ देखाउँछु है। यहाँ चाहिँ सुत्नलाई बेडहरू बाहिर चाहिँ कुर्सी, यहाँनिर चाहिँ मजाले बुकहरू हेरेर बस्ने, टिभीहरू हेर्नलाई चाहिँ यस्तो छ। यहाँ भुइँ चाहिँ यस्तो छ। अनि यता वासरुम पनि देखाउँछु। वासरुम चाहिँ यस्तो छ। वासरुम चाहिँ यस्तो छ, दामी लाग्यो हो मलाई चाहिँ। यो चाहिँ यस्तो दामी छ। super मन परेको गाइज। यहाँनिर फ्लावर। अब अर्को रुममा जान चाहन्छु है म। अर्को रुम चाहिँ यस्तो छ। माइ गड, यहाँनिर चाहिँ फ्लावर, यहाँनिर चाहिँ बुक, यहाँनिर बत्तीहरू, यता पनि मजाले कपीहरू